न हामी जुन हिजो पैसा बुझाउन गयौँ नि त्यहाँनिर चाहिँ हामीले स्टिङ अपरेसन पनि गऱ्यौँ होइन अनि तपाईँलाई चाहिँ त्यहाँ पैसा कति लियो त यिनीहरूले फ्री भिसा फ्री टिकट भनेर लेखाएको छ पैसा चाहिँ कति लियो भन्नु त पैसा लियो 1,80,000 1,80,000 लियो 50 रुपियाँ नपुग्दाखेरि पनि छोडेन होइन त 50 रुपियाँ नपुग्दा पनि छोडेन अनि यो डकुमेन्ट देखाउनु यो डकुमेन्ट चाहिँ तपाईँको उसले के भने त यो चाहिँ एयरपोर्टमा मात्रै देखाउने नेपालको एयरपोर्टमा मात्रै माथि देखाउनु न नेपालको एयरपोर्टमा मात्रै यो डकुमेन्ट चाहिँ देखाउने है फेरि यो डकुमेन्ट चाहिँ नेपालको एयरपोर्टमा मात्रै देखाउने त्यसपछि यसलाई यहीँ फालिदिने रे अनि तपाईँको चाहिँ यो डकुमेन्ट फालिदिएर अनि अर्को एग्रिमेन्ट उहाँ हुन्छ भनेर भने तर यो चाहिँ फ्री भिसा फ्री टिकट रहेछ 1,80,000 2,40,000 लिएको छ हामीसँग प्रुफहरू छन् सबै होइन यो मेन पावर चाहिँ एसओएस मेन पावर भन्ने तपाईँको वसुन्धरामा छ होइन त त्यसले चाहिँ लेबर भिसाको लागि उहाँले चाहिँ 1,80,000 दिनुभएको छ मधेसी मुलुकका मधेसी भाइ बहिनीहरूले चाहिँ 2,40,000 तिरेका छन् होइन त अहिले तपाईँहरू कतिजनाको फ्लाइट छ आज हामी 30 जनामा लबो भनेपछि उसले 30 जनाबाट केही नभए पनि 70-80 लाख उठाए होइन त पैसा 70-80 लाख पैसा उठाए 30 जनाबाट साथीहरू के भन्न चाहनुहुन्छ तपाईँ यो अहिलेको बनेको सरकारलाई यत्रो फ्री भिसा फ्री टिकट पैसा तिर्नु पर्दैन भनेको छ आज तपाईँ पैसा तिरेर गइरहनु परेको छ यो विषयमा के भन्न चाहनुहुन्छ यो विषयमा अब नेपाल सरकारले हेर्नु पर्यो नेपाल सरकारले अब नेपालमा रोजगार छैन त प्रदेशमा यहाँ हाम्रो अर्को भाइ पनि आइपुगिसक्यो अर्को भाइ नै आइपुग्यो होइन भाइ अनि उसले भने कि तिमीले यो अहिले जाँदै गरेको भिसामा तिमीले कति तिरेर जान लागेको छौ तिरे होइन ए ल ठिक छ तिमी भन्न चाहेन होइन हाम्रो त तिरेको छ मैले गएर तिरे 1,80,000 है तिमीले छैन भने छैन भन्नु भने होइन त होइन अहिले त भन्न मिल्यो नि त यहाँ त तिमीले चाहिँ कति तिर्यौ भन न साढे दुई हाम्रो चाहिँ 1,80,000 तिरेको 50 रुपियाँ नपुग्दाखेरि मानेन तिमीले त्यो 2.5 लाख रुपियाँ कति महिनामा कमाउँछौ त अनि उताबाट फेरि क्यास दिएको पैसा होइन त अब भोलि फर्केर आयो भने त्यो पैसा फिर्ता हुँदैन अनि 3.5 भेट्यो भनेपछि अनि अहिलेको सरकारले फ्री भिसा फ्री टिकट भनेको चाहिँ यत्रो पैसा तिरेर गइरहनु परेको छ होइन तपाईँ यो विषयमा के भन्नुहुन्छ यो सरकारलाई सरकारको भन्न त नि एजेन्टहरूको धेरै गल्ती हो किनकि जुन यो सरकारले छ नि यो सरकारले चाहिँ के अरे सरकारले जुन नियम राखेको छ नि त्यो भनेको एजेन्टहरूले नियमित दिनपर्ने कुरा हो कि होइन तपाईँ डाइरेक्ट मेन पावरमा आएको भए पनि उहाँ हाम्रो मान्छे डाइरेक्ट मेन पावरमा आएको 1 लाख मेन पावरै हो तर 1,80,000 तिर्यो क्या हामीले चाहिँ तपाईँले चाहिँ 2.5 लियो 2.5 त त्यस्तै भन्नाले ठ्याक्क तिरेको चाहिँ 2.15 देखि लिएर 2.20 सम्म तिर्यो कि होइन अब लिँदाखेरि चाहिँ 2.5 नै दिनु अहिले अनि एयरपोर्टमा चाहिँ पैसा तिरेको भन्यो भनेदेखि जान पाउँदैनौ भनेको छ होइन त त्यही भनेको छ होइन त अनि फेरि त्यो एउटा कागज दिएको छ तपाईँहरूलाई त्यो चाहिँ यहाँ नेपाली एयरपोर्टमा मात्रै देखाउने उहाँ नदेखाउने यी फालेर जाने भनेर भनेको छ होइन त तपाईँ पनि जाने हो विदेश तपाईँले कति तिर्नु भएको छ 2.10 तिर्नु भएको छ भनेपछि तपाईँ जाने कहाँ कतार होइन त लेबर भिसै होइन त तपाईँले कति भन्नु अरे 2.10 तपाईँले कति तिरे अरे मैले 81 बराबर दुईटाले बराबर 81 अनि निन्द्रा लाग्दैन भन्नुभएको थियो तपाईँको निन्द्रा लाग्छ तपाईँको सुनवाई हुन्छ होइन अनि तपाईँले भोलि यो 1,80,000 तपाईँले दिनुभएको छ नि त्यो बैङ्क मार्फत हाल्नु भएको छ कि क्यास दिनुभएको छ अनि बैङ्कबाट हालिदिन्छु भन्दा के भन्नु मेन पावरले ब्याङ्कबाट हालिदिन्छु भन्दाखेरि क्युआर छैन खाता पनि छैन भनेर भने होइन त अनि तपाईँ अहिले जान लागेको कुन मेन पावरबाट एसएस मेन पावरबाट होइन त आज कतिजना 30 जना उठ्दैछ एसएस मेन पावरबाट होइन त त्यो पनि क्यास पैसा बुझाएर क्यास तपाईँको चाहिँ क्युआर सिआर केही हुँदैन तपाईँलाई चाहिँ आज रातभरि निन्द्रा लाग्दैन अब मैले क्यास पैसा तिरेँ भोलि मैले काम पाइनँ भने मेरो पैसा कसरी रिटर्न लिने भन्नुहुन्थ्यो नि नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ तपाईँ नेपाल सरकारलाई अब मैले अब त्यही हो अब कमाउन गइरहेको छ पैसा तिरेको छ बालेन शाह प्रधानमन्त्रीलाई के भन्नुहुन्छ रोजगार दिन्छु 2/3 बहुमतको सरकार छ नि त्यसलाई के भन्न चाहनुहुन्छ रोजगार
के भन्नु र खोइ दिँदैन विदेश जानु परेको छ पैसा तिर्नु पर्दैन भने चाहिँ तिर्नु परेको छ होइन त भनेपछि 1,80,000 तिर्नु पर्यो तर एयरपोर्टमा छिर्ने बेलामा चाहिँ पैसा तिरेको हो भनिस् भने त जान पाउँदैनस् भनेर धम्काएको छ होइन त मेन पावरले अनि तपाईँ सुन्नु न तपाईँ एउटा कुरा तपाईँ यो अहिलेको प्रधानमन्त्रीलाई के भन्न चाहनुहुन्छ बालेन शाहलाई बालेन शाहलाई अब मैले भन्न चाहन्छु अब यो वैदेशिक रोजगारीमा अब हामी जाँदैछौँ अब त्यसमा अब हेर्नु पर्यो अब हामी नेपाली जनता अब यत्रो 1,80,000 2 लाख तिरेर जान्छौँ भने अब सेलरी छ 1,000 रुपियाँ सेलरी छ 1,000 रुपियाँ त्यत्रो तिरेर जाँदाखेरि पनि अब हेर्दैन अब उनीहरूले मेन पावरबाट झुट बोलेर जा भन्छ अब भोलि गएर अब यहाँ गएर तिमीहरूले क्यास पैसा बुझाएको छ क्यास यदि तपाईँहरूले काम पाएन र फर्क्यो भने मेन पावरले पैसा दिँदैन दिन भनेको छ अब त्यहाँ गएर काम जानेन यताउता वापस गऱ्यो भने पैसा वापस आउँदैन तिमीहरू जिम्मा बोक्ने भनेर त्यसो भनेको तपाईँ तनाव नलिनुहोस् तपाईँको हिजो हामीले स्टिङ अपरेसन गरेका छौँ सबै प्रुफ हामीसँग छ तपाईँ यदि फर्किनु पर्यो तपाईँले भनेको जति तलब पाउनु भएन भने त्यो पैसा तपाईँको 1,80,000 को हामी 2,90,000 रुपियाँ चाहिँ फिर्ता गराउँछौँ तनाव नलिनुहोस् तपाईँको पनि अब उहाँसँगै छ हामीले गरेका छौँ हिजो स्टिङ अपरेसन गरेका छौँ यो मेन पावरमा तपाईँको यो मेन पावरको डाइरेक्टरसँग म कुरा गर्छु होइन भइसके तपाईँहरूको पैसा फिर्ता गराउने हामी कुरा कोसिस गर्नेछौँ है भएन भने पनि तपाईँहरू फिर्ता आयो भने तपाईँहरूको पैसा दिलाउने जिम्मा चाहिँ मेरो भएन है त के भन्न चाहनुहुन्छ अरूलाई भन्नुहोस् केही भन्न चाहनुहुन्छ अब त्यही हो अब